शिक्षा ल्याउँ सच्यान ल्याउनु पर्छ भन्ने कुरामा 21औं दिनसम्म लडिराख्नु पर्ने यो कस्तो खालको सरकार हो? यो त कस्तो देखियो भने यो शैक्षिक यो चाहिँ अब अहिले भर्ना गर्ने बेला यस्तो बेलामा आन्दोलन गरेर त्यो निजी विद्यालयहरूलाई प्राथमिकता दिए जस्तो उहाँहरू सरकारमा जाँदाखेरि एक किसिमको उहाँहरू कार्यक्रम ल्याउनुहुन्छ, सरकार बाहिरपछि एक किसिमको कार्यक्रम ल्याउनु। हामी नै उहाँहरूको बोलीप्रति अन्यलमा छौँ, दुविधामा छौँ। आफ्नो बालबच्चाहरूलाई पनि निजी विद्यालयहरूमा हालिराख्नुपर्ने स्थिति चाहिँ किन हो? उहाँहरूले चाहिँ लट्ठी हान्ने मुठभेड अब तपाईँ हुन्न भनिसकेपछि वैकल्पिक रूपमा चुनौती होइन, वैकल्पिक रूपमा चाहिँ तपाईँको कर्मचारीबाट 12 क्लासको इक्जाम चलाउँछु भन्नु भने त सरकारले नटेर्नु हो। तिमीहरू मुठभेड, हामी मुठभेडतिर कहाँ, सरकार नै मुठभेडतिर लान खोजिराखेको छ के? नमस्कार, म तेज रोकाई। यति बेला हामी लाइका खबर कार्यक्रमको भित्री कुराको संवादमा छौँ। यस संवाद मार्फत हामीले विभिन्न क्षेत्रका भित्री कुराहरूको बारेमा चर्चा, परिचर्चा र बहस गर्ने गर्दछौँ। आजको संवाद छ सामुदायिक विद्यालय कर्मचारी सङ्घ केन्द्रीय अध्यक्ष शशि केसी। स्वागत छ सर। धन्यवाद। अहिले चाहिँ शिक्षा आन्दोलन चाहिँ तपाईँहरूको 21 दिन भइसक्यो। आज चरणबद्ध रूपमा तपाईँहरूको आन्दोलन चलिरहेको छ र अहिलेसम्म पनि कुनै अनौपचारिक बाहेक औपचारिक रूपमा तपाईँहरूको कुनै छलफल पनि भएको छैन भन्ने सुन्नमा आएको छ र तपाईँहरूको खास माग चाहिँ के हो सर? यहीँबाट सुरु गरेँ। यो आन्दोलन हाम्रो सेड्युल अनुसार पहिला पालिका, त्यहाँबाट नगर शिक्षा, त्यहाँबाट जिल्ला, त्यहाँबाट प्रदेश हुँदै केन्द्रित आन्दोलन हो। यो निर्धारित आन्दोलन हो, यो सेड्युल वाइजको आन्दोलन हो, 81 आन्दोलन गरे होइन। यो हाम्रो एउटा मात्रै शिक्षक कर्मचारीको माग भनेको शिक्षा ऐन ल्याउनु पर्यो भन्ने मात्रै हाम्रो। विगतका लामो सम्झौताहरू भए। प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्थ्यो योभन्दा अगाडि, त्यति बेला चाहिँ नेपाली काङ्ग्रेसका उपसभापति र नेपाली काङ्ग्रेसबाट नेतृत्व गरेर जानुभएको त्यति बेला कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का हुनुहुन्थ्यो। त्यति बेला उहाँहरूसँग यसरी निरन्तर वार्तापछि उहाँहरूसँग हाम्रा सम्झौताहरू भए। ती सम्झौताहरू कार्यान्वयन गर्नुपर्छ र शिक्षा ऐन जारी गर्नुपर्छ। शिक्षा ऐन भनेको शिक्षाको साँचो हो। त्यो शिक्षा ऐन हामीलाई होइन कि सरकारलाई खाँचो हो कि? शिक्षा ऐनलाई टेक्नु पऱ्यो नि त। शिक्षा ऐनै ल्याउने चक्करमा सरकार छैन, अल्मलाई राखेको छ 21 दिनसम्म। तपाईँले देखिराख्नु भएको छ। अब यो विषयमा चाहिँ हामीले के भनिराखेका छौँ भन्दा यो अस्ति पनि प्रधानमन्त्रीज्यूसँग बालुवाटारमा एक किसिमको चाहिँ अनौपचारिक औपचारिक अब के भन्ने हाम्रो आधा घन्टा 1 घन्टाको चाहिँ छलफल भएपछि उहाँले के भन्नुभयो भने तपाईँहरूको शिक्षा ऐन आउँछ, तपाईँहरू जानुहोस् भन्ने कुरा भयो। अब यति भनिरहँदा शिक्षा मन्त्रीसँग हाम्रो बारम्बार यो विषयमा चाहिँ उहाँले पनि सिरियस तरिका लिनुभएको, हाम्रो पनि सिरियस तरिका लिएर बारम्बार हाम्रो बिचमा चाहिँ संवाद जारी रह्यो। उहाँले के भन्नुहुन्थ्यो भने हामी पनि उहाँ पनि शिक्षा समितिको सदस्य हुँदा हामीलाई पनि आमन्त्रित हुँदाखेरि शिक्षा ऐन जसरी पनि जारी गर्नुपर्छ भन्ने मेन्टालिटी लिएर शिक्षा मन्त्री हुनुहुन्थ्यो। एउटा भद्रबल आदमी खालको पुरा भइरहँदा सोमबार क्याबिनेट बस्ने र क्याबिनेटमा चाहिँ शिक्षक कर्मचारीको सबैको समाधान हल गर्ने र क्याबिनेटले नै पास गर्ने भन्ने कुरा आश्वासन आएपछि ठिकै छ त, सरकारलाई पनि हामीले पोजिटिभ रूपमा हेर्ने र महासङ्घलाई पनि पोजिटिभ रूपमा हेर्ने भन्ने एक किसिमको चरणबद्ध आन्दोलनलाई चाहिँ एकातिर चाहिँ तपाईँको हामीले निरन्तरता दिने र वार्तालाई पनि अगाडि बढाउने भन्ने जुन किसिमको भयो। अनि सोमबार क्याबिनेट बस्ने र शिक्षा मन्त्रीले प्रस्ताव गर्ने कुरामा चाहिँ शिक्षा मन्त्रीले नै अगाडि राजीनामा दिनु पर्यो। यो दुःखद कुरा हो। यो खास हाम्रो मागहरू के थिए? विशेष गरी अहिलेको आन्दोलनमा तपाईँहरूको माग के छ त? हाम्रो के पनि शिक्षा ऐन जारी गर्नु पर्यो। हाम्रो अरू केही पनि शिक्षा ऐन जारी गर्नु पर्यो र हाम्रो मागहरू केही पनि भएन, शिक्षा ऐन जारी गर्नु पर्यो, एउटा मात्रै माग त्यही। यो आन्दोलन गर्ने परिस्थिति कसरी आयो त अहिले आएर अचानक? यो हामीले यस्ता आन्दोलनहरू विगतमा पनि गऱ्यौँ। सरकारसँग त हाम्रो चाहिँ अभिभावकको भूमिका खेल्ने भावनाले सरकारले चाहिँ हामीलाई चाहिँ विभिन्न किसिमले चाहिँ लामो समय उहाँहरूसँग संवाद हुने, एक किसिमको चाहिँ तपाईँको एग्रिमेन्ट हुने, एक किसिमको समझदारी हुने, त्यो सरकारबाट कार्यान्वयन भएन। र हामीले चाहिँ यो आन्दोलन गर्नुभन्दा पूर्व शिक्षा मन्त्री, प्रधानमन्त्री, विभागीय मन्त्रीहरू सबैसँग समन्वय गऱ्यौँ। यति मात्र होइन, पार्टीका शीर्ष नेताहरू, पार्टीका प्रमुख सचेतकज्यूहरूसँग पनि भेटेर यो विषयमा बहस भएको छ। योभन्दा अगाडि पुष्पकमल दाहाल प्रचण्डसँग पनि यो विषयमा के हो त, तपाईँहरूले हिजो गरेको सहमति कार्यान्वयन किन गर्न सक्नु भएन भन्दा उहाँहरू आज सरकार बाहिर हुनुहुन्छ। योभन्दा अगाडि प्रचण्डको सरकार हुँदा केपी शर्मा ओली बाहिर हुनुहुन्थ्यो।
र उहाँले नै भन्नुभएको छ कि शिक्षकहरूलाई सडकमा ल्याउनु हुँदैन, उहाँहरूको माग तत्काल सम्बोधन गर्नुपर्छ भन्नुहुन्छ। उहाँहरू सरकारमा जाँदाखेरि एक किसिमको उहाँहरू कार्यक्रम ल्याउनुहुन्छ, सरकार बाहिरपछि एक किसिमको कार्यक्रम ल्याउनु, हामी नै उहाँहरूको बोलीप्रति अन्यलमा छौँ, दुविधामा छौँ। यो शिक्षा ऐन मानव लागू भयो, तपाईँहरूको सहमति भयो भने के यो सामुदायिक शिक्षाको गुणस्तर चाहिँ वृद्धि हुने अथवा चाहिँ सामुदायिक शिक्षाप्रति जति मानिसहरू वितृष्ण छन् यो त्यहाँका शिक्षकहरूका विद्यार्थीहरू पनि उहाँको आफ्नै अभिभावक हुनुहुन्छ, शिक्षक हुनुहुन्छ भने उहाँको बालबच्चाहरू पनि अहिले चाहिँ निजी विद्यालयहरूमा जानुपर्ने स्थिति भयो। यो के शिक्षा ऐन जारी भइसकेपछि तपाईँहरूको चाहिँ त्यहाँको गुणस्तर वृद्धि हुन सक्ने सम्भावना के छ त? यो शिक्षा गुणस्तरको कुरा गर्दाखेरि सामुदायिक विद्यालय पनि अब्बल थियो हेर्नुहोस्। कर्णालीमा जननमुना मावि ब्रेन नगर हेर्नुहोस्, उहाँ तपाईँले भर्ना पाउँदै पाउनुहुन्न। जननमुना मावि विद्यालयमा तपाईँले विगत 5 वर्षदेखि यतापट्टि तपाईँले के गर्न पाउनुहुन्न, विभिन्न विद्यालयबाट प्रथम भएका विद्यार्थीहरू इन्ट्रान्स दिँदा पनि उनीहरूले नाम निकाल्न सकेको अवस्था छैन। अनि के गुणस्तर नराम्रो भयो र? तपाईँको कालिका मावि हेर्नुहोस् त बुटोलमा एभरेजमा अहिले तपाईँको अनि एभरेजमा मैले भन्नु खोजेँ सुधार्न सकिँदो रहेछ नि त विद्यालय। जननमुनाको कपी गरेर अनि विद्यालयहरू नि त सिक्नु पर्यो। यो त आम चासो, नागरिकको चासो कुरा हो नि त। यो त नगर शिक्षाको चासोको विषय भयो, यहाँको प्रदेश सरकारको चासोको विषय भयो। आफ्नो बालबच्चाहरूलाई पनि निजी विद्यालयहरूमा हालिराख्नुपर्ने स्थिति चाहिँ किन हो? अब हाम्रोमा त्यो छैन। अब हाम्रोमा समग्रमा यस्तो छ हेर्नुहोस्, तपाईँको यो गुणस्तर शिक्षाको विषयमा अब यो शिक्षा ऐन जारी गरिसकेपछि सरकारले चाहिँ एउटा के नीतिमा छिराउनु पर्छ भन्दाखेरि सामुदायिक विद्यालयमै चाहिँ तपाईँको पठन पाठनहरू गर्नुपर्छ। आफ्नो शिक्षक कर्मचारीका छोराछोरी नै, अझ म के भन्छु, निजामती कर्मचारी सरकारको सेवा सुविधा पाएका जुन तपाईँको कर्मचारीहरू हुन्छ उहाँहरू राष्ट्र सेवक कर्मचारीहरू सरकारी विद्यालयमा पठन पाठन गर्ने बित्तिकै यसको गुणस्तर धेरै माथि पुग्छ। किन चाहिँ तपाईँको त मोनिटरिङको कुराहरू पनि छ नि त। अधिकांश शिक्षकहरूको लगानी चाहिँ निजी विद्यालयहरूमा चाहिँ समग्रमा 75% अहिले भनेपछि अब चाहिँ सुधार हुनसक्छ त। यो त कस्तो देखियो भने यो शैक्षिक यो चाहिँ अब अहिले भर्ना गर्ने बेला यस्तो बेलामा आन्दोलन गरेर त्यो निजी विद्यालयहरूलाई प्राथमिकता दिए जस्तो भनेर पनि एक थरीको चाहिँ आलोचना भइरहेको छ। यस विषयमा तपाईँ के? होइन, यो विषयमा यो मैले भने यो हाम्रो पूर्ववत कार्यक्रमहरू हो। 25 गतेदेखि हामी केन्द्रित आन्दोलन गर्दैछौँ काठमाडौँमा भने हो। आज चाहिँ तपाईँको 8-9 गते भइसक्यो। यो कार्यक्रममा हामीले मलाई यति लामो समय लम्बिन्छ भन्ने मैले बुझेको थिएन। यो समय सरकार र शिक्षक महासङ्घ बिचको एउटा शिक्षा ऐन ल्याउने कुरामा एउटा चाहिँ टर्म एन्ड कन्डिसनबाट निक्लिन्छ भन्ने कुरा हो। तर यहाँ के भयो भन्दाखेरि स्वयं प्रधानमन्त्रीज्यूले नै हिजो मात्रै तपाईँहरूले बुझ्नुभयो होला यो आन्दोलन कुनै औचित्य छैन हो भनिदिनु भयो। यसरी अभिभावकहरूले नै यसरी चाहिँ तपाईँ गैर जिम्मेवारी कुरा गर्दाखेरि अब लाखौँ शिक्षक कर्मचारीहरू सडकमा, त्यसै तपाईँको त 21औं दिनसम्म होइन, पानी खाने अवस्था छैन, शौचालयको अवस्था छैन, उनीहरूको बस्ने सुविधा छैन होइन। अभिभावकज्यूले त उहाँले प्रधानमन्त्रीज्यूले के भन्नु पर्यो, आउनुहोस् तपाईँहरू वार्ता के फोरम छ, ल तपाईँहरू यो टर्म कन्डिसन हामी गरिदिन्छौँ, यति क्याबिनेटबाट पास गर्छौँ, तपाईँहरू आजदेखि स्वैच्छिक फर्किनुहोस् भनेपछि त उहाँ त अभिगत भूमिका गर्नु पर्यो नि त। अब चाहिँ के हुन्छ? तपाईँ 21 दिन भइसक्यो, अब त हामी तपाईँको यदि सरकारले तपाईँहरूको माग नमानेर अझ पनि तपाईँहरूलाई चाहिँ पन्छाउनै खोज्यो भने होइन, अब हाम्रो निर्णायक हो, अबको आन्दोलन निर्णायक आन्दोलन छ। पर्सिदेखि 12 क्लासको इक्जाम छ, 1590 स्कुल सेन्टरहरू छ, 1590 देशभरिमा 1590 विद्यालयहरूमा चाहिँ केन्द्र खडा गरिएको छ। 1590 केन्द्र अध्यक्ष चाहिँ तपाईँको नियुक्ति गर्न सकिरहेको छैन सरकारले। अब हिजो जस्तो छैन, आज अनलाइन तपाईँको पेपर चाहिँ अनलाइन पेपर चाहिँ प्रिन्ट गरेर विद्यार्थीहरू हातमा पुर्याउनु पर्ने छ। यो जटिल कुरा हो, परीक्षा लिने भन्ने कुरा जटिल कुरा हो। निजामती कर्मचारी साथीहरू सबैले चाहिँ अब एक किसिमको चाहिँ तपाईँहरूले सञ्चालन गर्नुहोस् भन्ने कुराहरू आछ सरकारबाट। अब हेरौँ कसरी सञ्चालन हुँदो रहेछ। हिजो पनि हाम्रा ती कर्मचारी साथीहरू सडक आन्दोलनबाट एकता जनाएको कुराहरू हो। यो सबै आम चासोको विषय हो। यसलाई सबै विद्यार्थी, अभिभावक सबैले चाहिँ नागरिक समाज, तपाईँको विद्यालय व्यवस्थापन समिति सबैले चाहिँ यो शिक्षा लागू गर्ने कुरामा चाहिँ उहाँहरू सबैले एकता जनाइदिनुपर्छ। मलाई लाग्छ स्वयं प्रधानमन्त्रीज्यूले पनि यो विषयमा गम्भीरताका साथ अगाडि लिनुभयो भने राम्रो हुन्छ। नत्र भने तपाईँको भिडन्त हुन्छ, उहाँहरूले चाहिँ लट्ठी हान्ने मुठभेड। अब तपाईँको हुन्न भनिसकेपछि वैकल्पिक रूपमा चुनौती होइन, वैकल्पिक रूपमा चाहिँ तपाईँको
कर्मचारीबाट 12 क्लासको इक्जाम चलाउँछु भन्नु भने त सरकारले नटेर्नु हो तिमीहरू मुठभेड हामी मुठभेडतिर गएन सरकारले मुठभेडतिर लान खोजिराखेको छ के तपाईँ 21 दिनसम्म अहिलेसम्म कुनै पनि औपचारिक रूपमा तपाईँहरूसँग वार्ताको वातावरण बनेन वार्ताको वातावरण मैले भने शिक्षा मन्त्रीसँग बारम्बार यो विषयमा हाम्रो कम्युनिकेसन भइराखेको थियो प्रधानमन्त्रीज्यूले अस्ति भर्खर चाहिँ बालटलमा आएर के हो त भन्ने कुरा भयो यसरी औपचारिक रूपमा चाहिँ तपाईँको सिरियस तरिकाले सरकारले लिएको अवस्था छैन अबको आन्दोलन चरण कस्तो हुन्छ अबको आन्दोलन चरण भनेको के हो भन्दाखेरि अहिले चाहिँ तपाईँको पिक आवरमा विद्या भट्टराई हाम्रो शिक्षा मन्त्रीज्यूले राजीनामा दिनुहुन्थेन किनभने चाहिँ यो एकदम पिक आवर थियो उहाँले सेफ ल्यान्डिङ गर्नु पर्थ्यो यो विषयमा प्रधानमन्त्रीज्यूले पनि मलाई लागेको चाहिँ खासै चासो दिनु भएको छैन शिक्षक कर्मचारीको विषयमा आम तपाईँको पब्लिकहरूमा चाहिँ तपाईँको के हो र के गरेका छन् र यिनीहरूले पैसा मात्रै कमाउँछन् आएर 21 दिन धुलो खान्छ त्यो होइन शिक्षा ऐन भनेको त सरकारलाई पनि सपोर्ट गर्ने कुराहरू हो नि त ऐनमा टेकेर सरकारले कार्यान्वयन गर्ने होला नि त ऐन कानुनहरू त शिक्षा ऐन ल्याउँ शिक्षा ऐन ल्याउनु पर्छ भन्ने कुरामा 21औं दिनसम्म लडिराख्नु पर्ने यो कस्तो खालको सरकार हो के गर्न खोजिराखेको छ अब भोलिदेखि अथवा 21 गतेदेखि यो त अझ चाहिँ तपाईँको शिक्षक कर्मचारी बीचको त आक्रोशको कुरा हो नि त के सरकारले लट्ठी नै चार्ज गर्ने शिक्षकहरूलाई धपाउने पानीका फोहरा मात्रै हान्न खोजे हो त सरकारले गर्न खोजे के हो त अब मुठभेटै होइन त तपाईँहरू सबै बुझिराख्नु भएको छ त अहिलेसम्म शिक्षकहरूले ठिक छ टिकटक गराए सामाजिक सञ्जालमा केही नराम्रा चिजहरू आए हामीले उहाँहरूलाई निर्देशन दिइसकेका छौँ तपाईँको शिक्षकहरूले चाहिँ आफ्नो गरिमाभित्र रहेर टिकटक गराउनुहोस् पनि भनिसकेका छौँ ए बाबा हामी यति शान्तिपूर्ण आन्दोलन तपाईँले कहिले देख्नु 21 दिनसम्म शान्तिपूर्ण आन्दोलन हेर्नुहोस् त यो तपाईँ शिक्षकहरूको शिक्षा ऐनको कारणले लाखौँ विद्यार्थीहरूको भविष्य अन्धकारतिर गइरहेको छ होइन यो विषयमा पनि के सोच्नु भएको छ यता विद्यालय पनि सुचारू गर्ने आन्दोलन पनि तयार गर्ने कि अथवा यो चाहिँ सरकारले तपाईँहरूको यो शिक्षा ऐन लागू नगरिन्सम्म विद्यालय बन्दै गर्ने निर्णय गर्नु के छ एमएस विद्यार्थी साथीहरूले पनि सबैले बुझ्नु भएको छ उहाँहरू नबुझे होइन सबै विद्यार्थी सँगसँगै सबैले बुझेका छन् अझ मलाई लाग्छ 12 क्लासका विद्यार्थीहरू अझ राम्रोसँग बुझ्नु भएको छ यो विषयमा शिक्षा ऐन ल्याउँदाखेरि सबैलाई सहज हुन्छ मैले भन्नु खोजेँ 2 हप्ता 3 हप्ता परीक्षा सर्दा के समस्या हुन्छ हिजो कोभिडको बेलामा चाहिँ तपाईँको सेसनै सर्यो त सबै पास भएन एसएलसीमा के हुन्छ एक महिना सर्दा के 12 क्लासको इक्जाम एक महिना सर्दा के समस्या हुन्छ तपाईँहरूको यो अहिले चाहिँ जसरी चाहिँ तपाईँको 12 को सुरु भयो प्रधानमन्त्रीज्यूको अभिव्यक्ति पनि भनिहाल्नुभयो होइन यसले गर्दा तपाईँहरूको सङ्घभित्र पनि एकरूपता हुन नसक्ने सम्भावना कति होइन अभियस यसमा चाहिँ 14 घटकहरू महासङ्घमा आबद्ध छन् हजुर यो महासङ्घलाई आबद्ध हुने गरेर कहिले विद्यालय खोलिदिने कहिले के गर्ने भन्ने कुरा महासङ्घले आफूलाई कमजोर गराउने कुरा हो तर के छ भने हामीले 12 को हुने परीक्षामा हामीले कुनै पनि विद्यालयका कुनै पनि गतिविधिमा हामी हुँदैनौँ महासङ्घको हाम्रो प्रष्ट नीति छ महासङ्घले नै हामीले निर्देशन के दिएको छ भन्दा हाम्रो कुनै पनि चाहिँ तपाईँ इन्भल्भ हुँदैन र यो परीक्षालाई 12 को परीक्षालाई 2 महिना धकल्दैमा त्यस्तो ठुलो उथलपुथल हुने केही पनि होइन अब हामी 12 क्लासका विद्यार्थीलाई हामी आफै सम्झाइ पनि राखेका छौँ उहाँहरूसँग दैनिक जसो हाम्रो चाहिँ अनलाइन कुराहरू पनि भइराखेको हुन्छ हिजो हामीले उहाँहरूलाई अनलाइन क्लास पनि पढाऊ हाम्रै विद्यार्थीहरू हुनुहुन्छ उहाँहरू अब परीक्षा हुने भइहाल्यो अब चाहिँ के गर्नुहुन्छ अब यो हेरौँ परीक्षाको लागि चाहिँ तपाईँको निजापति कर्मचारी खटाएर गर्ने भन्ने कुरा भएको छ सरकारको अब हामी पनि हेरिराखेका छौँ यो परीक्षा चलाउनु भनेको जटिल कुरा हो यो हिजो लोकसेवाको 1 घण्टा परीक्षा चलाए जस्तो होइन यसमा चाहिँ तपाईँको टिक क्वेसनहरू दिएर आधा घण्टामा त्यो सम्भावना चाहिँ कति देख्नु सम्भावना त मैले एकदम कम देखेको छु यो चाहिँ सम्भावना के हो भन्दाखेरि डक्टरहरूलाई बाइपास गरेर अर्कोलाई अपरेसन गर्न दिए जस्तै हो भोलि डक्टरहरू चाहिँ तपाईँको आन्दोलनमा आउलान् डक्टरहरू तपाईँहरू बाहिर निक्ल्नु शिक्षकहरूले अपरेसन गर्न ला जस्तो भन्थ्यो यो चाहिँ यो के भएको छ भन्दाखेरि सरकारको कार्यशैली नै मिलेको छैन कि सरकार पेलेर जाने अगाडि बढेको छ यो विषयमा 1590 केन्द्र अध्यक्ष तोक्नु पर्दैन आज 9 गते हो पर्सि इक्जाम हो विद्यार्थीले चाहिँ तपाईँको समयमा तपाईँको त परिपत्र त दिनै परिपत्र लिएर जानुभयो होला उहाँले आउनु ठाउँमा छ अनि त्यहाँ तपाईँको यो त चाहिँ तपाईँको त तपाईँहरू मिडियाले अझ तपाईँको यो त के हुन्छ तपाईँहरू खुराक त 11 गते भन्छ नि अब त तपाईँको त्यसरी भयो यता पेलेर गयो भन्दा तपाईँहरूको बिथोलिने सम्भावना देखियो नि यता परीक्षा पनि भइराख्ने केही विद्यालयहरू खुल्ने केही विद्यालय बन्द गर्ने यो तपाईँको सङ्गठन पनि भित्र यो भातृ सङ्गठन जस्तो हुने सम्भावना देख्नुभयो यो 12 घटकहरू कुनै न कुनै दलमा आबद्ध छन् यो कुरा लुकाएर काहीँ छुपाएर छुप्ने कुरा भएन यसमा चाहिँ नेपाल शिक्षक सङ्घ सङ्गठन युनियन फोरम
सबैको आफ्नो कुहरू छ। यसमा चाहिँ तपाईँले प्रष्ट कुराहरू गरिदिनु भयो होइन। यसलाई चाहिँ हामीले चाहिँ महासङ्घ स्ट्रङ गराउनुपर्छ। हाम्रो पेसागत माग मुद्दा भने के भन्दाखेरि महासङ्घ हो। महासङ्घलाई हामीले आफैले कमजोर गरायो भने हाम्रो माग मुद्दा कसले सुन्दैन, हामी आफै कमजोर हुन्छौँ। सरकार हाम्रा माग मुद्दाहरू सुन्ने पक्षमै छैन भनेपछि अब हाम्रो भोलिदेखिको आन्दोलन सशक्त आन्दोलन हुन्छ। हामी पछाडि हट्ने कहिलेसम्म हुन्छ अब? यो हाम्रो त निरन्तर सरकारले के हुन्छ र सरकारले के लट्ठी हाल्ने, पानीको फोहोर हाल्ने, इक्जाम चलाउने चलाओस् गरोस्। तपाईँहरू भोलिदेखि हुने आन्दोलनको लागि तपाईँहरू के निर्देशन दिनुहुन्छ? निर्देशन यस्तो छ, हामीले के भनेका छौँ भन्दा सबै शिक्षक कर्मचारीहरूलाई काठमाडौँ केन्द्रित आन्दोलनमा तपाईँहरू आउनुहोस् भनेर हामीले निर्देशन दिइसकेका छौँ। उहाँहरू आइ पनि राख्नु भएको छ, तपाईँले देखिराख्नु भएको छ। लाखौँ शिक्षकहरू आज तपाईँको माइतीघर मण्डलामा 3 तपाईँको लेने चाहिँ तपाईँको जाम छ। यो त हामी सुस्पष्ट रूपमा चाहिँ हाम्रो यो प्रतिष्ठाको लडाइँ पनि हो, यो महासङ्घको प्रतिष्ठाको लडाइँ हो। हामीले महासङ्घ पनि त जोगाउनु। व्यवस्थापन चाहिँ कसरी गर्नुहुन्छ अब? त्यत्रो शिक्षकहरूलाई काठमाडौँ गरालेर अब यस्तो नेपाल सरकारबाट कुनै पनि प्रतिक्रिया आएको छैन अहिलेसम्म होइन। अब यो व्यवस्थित गरेर तपाईँहरू टिकाइराख्नलाई चाहिँ के छ तपाईँहरूको? यसमा मैले भने अब हाम्रो साथीहरू आज पनि देखिरहनु भएको थियो, कोहीले चना भुटेर ल्याउनु भएको थियो, कोहीले मकै भुटेर ल्याउनु भएको थियो, कोहीले सिरमला ल्याउनु भएको थियो होइन। अब जेन तेन हाम्रो साथीहरू अड्डिनु भएको छ। अब पढ्ने विद्यार्थीहरू कहाँ 5वटा 7वटा बस्नु भएको छ, कोही आफन्त कहाँ बस्नु भएको छ। कहीँ होटलमा पनि हामीले एउटा होटलमा चाहिँ 7 जना 8 जना एउटा रुममा त्यसरी राखेका छौँ र 7 शिक्षक साथीहरू एडजस्ट पनि हुनुभएको छ। अब 21औं दिनपछि सरकारले चाहिँ तपाईँको चासो नलिएपछि त एउटा खालको चाहिँ तपाईँको त भोलि तितापिराहरू त घोचपेच कुराहरू त आइसके शिक्षा मन्त्री। अब तपाईँहरू निर्णायक आन्दोलन हाम्रो त आन्दोलन निरन्तर चलिरहन्छ। यो हाम्रो निर्णायक आन्दोलन हो, हाम्रो निरन्तर चलिरहन्छ। यो प्रतिष्ठाको लडाइँ पनि हो हाम्रो। तपाईँहरू चाहिँ अब फर्किने भन्दा 21औं दिनपछि पनि मान्छे फर्किन्छन्। अब के मुखले फर्किने? विद्यालयहरू बन्द भइराख्ने, विद्यालयहरू बन्द हुने कुराहरू त छँदैछ, सहयोग गरोस् भन्ने कुरा हो। हामीले त के भने विद्यालय चाहिँ सुचारू गर्ने आन्दोलन चाहिँ चरणबद्ध मैले भने सङ्घले चाहिँ आन्दोलन गरिराख्ने सम्भावना छैन। त्यो सम्भावना थियो, अब नहुने भयो। किन नहुने भन्दाखेरि अब 11 गतेको इक्जाममा निजामती कर्मचारीहरूबाटै सञ्चालन गर्ने भनेपछि सरकार र महासङ्घको बिचमा चाहिँ अब पेचिलो प्रहार त भइराखेको छ। हेरौँ सरकार कसरी जान्छ, हामी कसरी अगाडि बढ्ने भन्ने कुरा त मिडिया साथीहरू अझ हामीभन्दा चासो त तपाईँहरूलाई रहन्छ। अब सरकारसँग हामी पछाडि हट्ने कुरा छैन। यो शिक्षा जारी नभएसम्म हामी सडक छोड्ने पक्षमा छैनौँ। हस्, यहाँलाई हार्दिक धन्यवाद। धेरै धेरै धन्यवाद।